हेलो हेलो आजको दिन चाहिँ स्पेशल डे मेरो लागि चाहिँ तिमीहरूको लागि चाहिँ हाम्रो लागि पनि हो नि हो अनि हामी चाहिँ यहाँनिर अब घरमा के खानेकुराको तयारी गर्छौँ के स्पेशल हो भनेर त हजुरहरूले टाइटलबाट हेरेर नै थाहा पाइसक्नु भएको छ। अब हामी किचनमा जान्छौँ सानो मोटो त्यसै अनि त्यसपछि हामी के खानाकोहरू प्रिपरेसन गर्छौँ हजुरहरूले नि हेर्न सक्नुहुन्छ। लेट्स गो। यस्तो छ हाम्रो चाहिँ अब यहाँनिर के बनाउने ओर्ने म त देखाउँछु। अनि अब हामी यहाँ खानाहरू भइरहेछ आलुको अचार पनि बनाउने हो त्यही भएर यहाँनिर आलु बोइल गर्नलाई हामीले पखालेर रेडी गराएछौँ। मैले चाहिँ पापडहरू तार्न लागेको यहाँ चाहिँ तयारीको क्रममा सेलरोटी पोल्ने कार्यक्रम हुँदैछ। आमामा यतिको स्किल चाहिँ छ है मेरोमा चाहिँ छैन तर यतिकोहरू के छ त नि स्क्रिनमा सेलरोटीको हेर्नुहोस् काडा बहिनीले बनाएको यो यसको मेहनत हुनेवाला भेनाहरूलाई रेकाहरूलाई होइन समग्रमा बुढौली सबै टिमहरूलाई अनि हाम्रो माइती राजाले हेरेर साथ दिँदै हुनुहुन्छ। आगो ठेल्ने पानी ल्याइदिने खुल्ला ठाउँमा यहाँनिर मजाले बनाएर रहेछ। घाममा आइसक्नु भनेको घाम आयो भने त घाम त अझै रहेछ उयो त पोल्नु बाँकी तर रोटी बा कम हुन्छ कि कत्रो रोटी हो नि एकजनालाई एउटा दियो भने नै कम त ठुलो छैन त एउटै दिनुपर्छ अनि पछि थप्नुपर्छ कसैलाई त मन पर्दैन नि त त्यो पनि हो। भाइ रोटी चाख्यौ तिमीले कस्तो थियो मिठो त त्यसो भए मिठो थियो त्यो ब्लग हो र भ्लग त हो त यो त हेलो भन न दिदीको ब्लगमा हस्मु खस्मु अचारको लागि छ्या मेरो कस्तो लागि गर्नुपर्ने भएको रिसै उठ्दो। अब काटकुट पारेर रेडी गर्छौँ होइन त नानी त्यतै कता हुन्छ खोइ त पनि पाहुना म पनि पाहुना अरे क्या लास्टमा चाहिँ अचारको लागि हेल्पर मात्र हो उसको रेसिपी हो उसले नै के गर्नु त्यही भएर यो कटिङ ठिक छ कि छैन भनेर चेक त गराउनु पर्यो नि। म चाहिँ फेरि आफ्नो पाराले बनाउँछु भने चाहिँ आफ्नै तरिका हुन्छ क्या अब त्यही भएर कन्फर्म गराएको हो। ठिक छ अरे हुन्छ ठिक छ काटेर रेडी पिसक्यो यहाँ गफ हुँदैछ सबैजनाको रोटी पोलेर भ्याइछे यहाँनिर हेर्नुहोस् रोटी यस्तो दामी भएको छ सक्यो मिठो हुने भयो पुऱ्याउनु पर्छ नि हौ पाहुना मात्रै हो पुगो भने मात्रै हो मान्छे अब पाहुना आउनुहुन्छ घर सफा गरौँ भनेको काकाको फेरि यतिखेरै छ यस्तो छ के गर्नु नगरौँ नभनेको काकालाई मैले हल्ला नगर्नु अब अहिले रेलिङमा काठ ठोक्ने भन्नुहुन्छ अब यहाँ यस्तो छ भुइँ पुस्ने भनेको खोइ हुन्छ त अरे टाइम भइसक्यो। यहाँ हाम्रो फुल पनि थोरै मेरो फुलबारी पनि देखाइदिउँ न फुललाई त के भयो नि घामले त्यो आफू त्यसो भएको नगर्नु न त्यो त झन् जहिले ढलिरहेको हुन्छ यसको त के हो हाम्रो भाइ तपाईँले यो ठाउँमा छोड्नु भएसम्म हाम्रो साफसफाइको काम अघि नै हुँदैन नि त्यहाँ सफा गरेर फेरि काम भइहाल्छ त्यहाँ यस्तो छ उराट लाग्दो छ यो पत्ता पलाउँछ कि पलाउँदैन बेसम्म भन्ने ठुलो पिर छ बेहुलीलाई ल्या म त पुरा रेडी हुनु पर्यो निस्किनु पर्छ भित्र बाहिर के हेर्नु पाउँदैन लजाएर बस्नु पर्यो। यहाँ हाम्रो नानी छ भाडा मस्का छिटो त्यहाँ यहाँ अब
यहाँ धन्दा गर्नुपर्ने काली अब त भइसक्यो नि हौ जन्मजातै कालो के गर्नु असलियतमा आइहाल्यो कति राम्रो आएको कहाँ खिचुम लाग्ने गरी खिचुम लाग्ने गरी घर पनि यो घर चाहिँ सबै कलर हाम्रो काकाले गर्नुभएको हिजोसम्म कलर गर्नु हुँदैछ तयारी डह्रो छ हाम्रो छोरीको बिहेको लागि म चाहिँ रेडी भएर बसिरहेको छु तर हाम्रो चाहिँ यहाँनिर सबै दाजुभाइ काका बडाहरू आउनु भएको छैन त्यही भएर पर्खिरहेको छु सुरजको फ्यामिली पनि पुरै रेडी हुनुहुन्छ धेरै टाढा छैन ल हिँड्नु भनौँ भने फेरि हिँडिहाल्नुहुन्छ आयो ल मेरो के गर्नु अब मागी हिँड्नै परियो हजुरहरू अनि के थरीको पर्नुभयो हामीहरू त एकता म त अब तपाईँलाई थाहै छ हामी थाहा नभएर सोधेको नि हाम्रो म चाहिँ केदेम परेँ केदिन त कुनलाई जातिमा पर्छ हामीहरू भनेको माथि ताप्लेजुङ अनि ताप्लिङको ताप्लिङमा कुन थरीमा पर्छ कुन वर्गमा पर्छ हरि भनेको त हामी त भनेको लासा गोत्रे लासाको त हो कि कुन भाषामा कुन बोल्नुहुन्छ तपाईँहरू भाषा अनि याक्थुङ भयो ए होइन पर्वते बोल्नु भयो ए सरी याक्थुङ भाषाको सेवा भयो त्यो पनि ठिकै हो जै चेलाले आजाद पुजातमा पो पर्नुभयो कि भन्नु खोजेको नि जै चेलाको बाटो न सोही पुग्छ yang abang besi ala akin dan ala ange kenak pak kejago buksi mungkin yang nak se su ni tam na abang besi ala walki buksi san siwaru kemare ecel ga ala akhi bel ga puner ga ange अब के भन्नु अब यस्तै हुनेछ अब अबे नि सुत्न भनेको उनीहरु हामीको हेलो बुङा हेलो हेलो कोन भेट्नका अब लाजेको लक्ष्य अनि पुग्छे मिक्ला जुने कोन 4 नम्बर अनि 3 नम्बर तर थुको सुसुरी यार अनि पहिलेको तीर्थुमे हजुर होला अनि भन्न चाहिँ भनेको यो भन्ना यो होला फेरि केटाङको अनि केटा मेन अनि केनाक पेङको सिंह पुग्छ सिंह मेमे दिमाग किनाक किताब दिबो खिबिया को थेन किने सुंग नाम राम अनि केको पुङ अनि केनाक पुग्छ अर्को अनि मेजाम पेन पुङ ओके वहाँ मगलारी अगे पुङ सुप मगलारी को पि आदम नाम खोदे मे अबे आदम बिन्ती जो मेलार पुङेंगा हलो कन आदम बारु म फेक्टेङ एकदम ala yol akhir में भेट भाई तोर फेक्टेङ लथिक म अब अनि के ala उनेरी सिक ना बरी गुआ को ale hem पुङेन जन हलो पुङिन सुंगाङ पुङिन भेटबाबी odong andang puङिन भेटबाबी ala पुङेले लागेको ala कम भाङ ala kon yomba ala kon संसार निङला बना इमो बना आदम भाइ आजन आदम भाइ ल्याउनु सबै कम रे आदम बसी क्याङ हलो बो सम्म हेर्नु पर्यो मेमे फेरि हामी सुंगाम नै नि हल्लो के हलो कम भाइ तेरा बात या तुम्बा रीति जीती आला हल्लो को हेमी सितम्मा आउ के आको एक बिटा गिनेर लकेना आदम बसे हल्लो बस्नु हल्लो ज्यासन अनि के पट्टी सिवारु बन्से हन्डेन जोइ बेला क्याम ना पान लेउलो कोन याक्सु मे नाम दे नि दिनु को पान मेन्दम हाने दे भन्ने पाक मेले हल्लो पाक मेले अब पेनी बनु अबुक सबिया ताजंगना फेरि लेङ बिक्लु Niki bunga wak phung gi dek ban ten al dam la de yan zma gi la je ba gi gotin ga ba phunging go akin ne a in song onga ko na de angdangari simli yam cham le yam le bra ho ma pan cha ne ba gi khat ji le ka la ma na la de
Kaya Allah kiri Allah na al kibong join lekang seng prima kumma thema kaya ko ambatul laba iya ke al tan dia Allah samadhi la sungai ke adhikang awa mendi Allah asiba ingma ran than la tumi anchinin dharit chain अब यसो हामीले देखाउँ यो हाम्रो छोरा ल्याएको छ राखेर पुरो गरेर अनि त्यहाँदेखि यसो गरौँ अब सन्धिहरूले त अलिकति लिम्बू हाम्रो शब्द पनि हराउँदै गयो अनि यो अब al tating nokhe अब पर्वते कुरा गरौँ न अब सबैले सबैलाई अब यता पाहुना अब भनौँ न त्यही कुरो मात्रै भनिरहेको जानु त्यही ठिकै छ मामाले दिइहाल्नु भयो बुवाले दिइहाल्नु भयो म खुसी छु भन्नुहुन्छ भने अनि त्यो कुरा अगाडि बढ्यो ठिकै छ हाम्रो भान्जी खुसी नै हुनुहुँदो रहेछ राजी नै हुनुहुँदो रहेछ यता केटा पनि राजी होला अब यता केटापट्टि चाहिँ के छ राजी नै छ राजी नै हुनुहुन्छ भने अब हाम्रो लिम्बू रीति अनुसार चाहिँ के छ भन्दाखेरि मैले जानेको अब राजी खुसी हुनु बित्तिकै अब हाम्रो भान्जीलाई चाहिँ अब तपाईँले यति नै दिनुपर्छ भन्ने छैन बाहिर कति दिनुहुन्छ यो चाहिँ अनिवार्य छ कति नै दिनुहुन्छ उहाँको चल्न बाँधिदिनुहुन्छ कि हातमा दिनुहुन्छ कि तपाईँको विचारले 5 रुपियाँ पनि हुन्छ 10 रुपियाँ मैले कम फुङ्गान बक्सङलाई पनि कतिले तिर्छ हेर्छौँ ल फुकिन पाइले बुहारीलाई त्यो फुङ्के मेन भन्छ हाम्रो उहिलेको अब अहिलेको भाषाले हाम्रो चाहिँ भनेको मिले डलर र पैसा अर्को के सेन्दैन हो त हैन त्यो बैना हो हुन्छ ए हुन्छ बाना यो बुहारीको भनेर बाँधेको अनि छेउमा भानी बाँध्ने अब सँगै राखेर हो यहाँ यो त नछोड्ने यो त भनेको अब पछि यस्तो छ नि फेरि हाम्रो मुन्जुन एउटा यो माङबाचा हाङबाचा नै छ तल माथि गऱ्यो भने त यसले त कुदो अब ठेक्लो नि लेख्न पटना फटा जाउँछन् कुदो अब ठेक्लो लेख्रो पटना पाङ्ली मलाई फटा जाउँछन् भने कुदो अब ठेक्लो फुन्ची हिंसेर थारे ओइमे नि छ गङ्गो एकचेरो जहिले रिस उठायो भने चाहिँ गङ्गा पहिले उठामा त पन्चीको अल तपाईको अब सुब्बा हारेन अल अनि के हेर्नु भयो पाङ्गे बाइले हेर्नु पाङ्गे बा पनि सुब्बा हारेलो अरुले मेलो तपाईले राख्नु पर्छ यो रक्सी पानी चाहिँ सकेसम्म चाहिँ राख्नु मिल्ने Allah tidak suruh mana Allah lapem ko mebo kan फेरि angnali angdang nam suruh dangdang al kundon kudur kedangi al फेरि यो नों al hawa kita lapjok nam sunne अनि के गउ आ केंगो एकदम सही हो किसिमले त्यहाँ तोक्छ कति हाम्रो ठ्याक्कै बेला भनेको लु हरन सिवन पाङ्गुलीको लागि सिवारो लो सबै जना पाङ्गुलीको लागि नेता हलो ज्यासन हलो ज्यासन हलो वन आराने बारे लागि dia ala kuncindo ala benci ala yang अब तपाईं अब यता सुन्नु है अब मेन घरको मेन हाम्रो भान्जीको बुवा अब हाम्रो अब हैन उता ज्वाइँको ससुरा हो सिगार हो त्यो चाहिँ अब एकचोटी राख्नुहुन्छ उहाँको कुरो कि तपाईहरुले के भन्नुहुन्छ एकचोटी जम्मा कुरो सागी जो पंगो एकैचोटी कुटुम्बारे जात्रेस पातुम बिल ठ्याक्कै सिग्नमा हाम्रो ताजङ चाहिँ negatin chuli lu hain yoli pung chuli
लकन्डी चाहिँ आलु पाङ्बुको पाङ्सी अन्के तयारी भइगया तिङ तिङ हेन मिजुम सिंहने आफेर कुटुम्ब जे इबी जिम्मा तिम्मा पिमिस गर्ने लामदेङ गुदेङ अल थपाङ मिजोक सिंह म पो कुरा राख्नु भन्ने लाग्यो हाम्रो भान्जीको आफ्नै कान्छा काका है मलाई राम्रो हाम्रो उहाँ लक्ष्य पहिला नै हाम्रो साथीको त म त सँगै सम्झिएको छु लिम्बू भाषा त अलिक बोल्न आउँदैन अलिअलि बुझिन्छ त्यसो भएको हुनाले अब शब्दमा यसो बुझ्दाखेरि हाम्रो छोरीलाई अब ज्वाइँले अब यसो मगनी गर्न अथवा रुचाएर कुटुम्बहरू आउनुभएको जस्तो बुझ्छु र अब यी सामानहरू पनि राख्नु भएको छ लगभग कुराहरू धेरै सकिएको मैले बुझेको छु त्यसो हुनाले पहिलो कुरो अब यो अन्य कोसेलीहरूको सामान्य नै हो यो चाहिँ अब दोकानको जति नै राख्नुभयो वा हाम्रो छोरीले मागेन कि यहाँहरूको इच्छाले ल्याउनु भयो है हामीलाई त अब त्यत्रो नदिएको नै हुन्छ जस्तो लाग्छ पहिलो कुरा चाहिँ के भन्दाखेरि चाहिँ यदि छोरीले पनि ज्वाइँसँग राजी भन्ने खालको चाहिँ एक किसिमको बोलिसकेको थिएँ र हाम्रो चाहना के हो भने ज्वाइँ र छोरी मिलेर खुसीका साथ बाँच्नु पर्यो एउटा चाहिँ नौलो जीवन होइन खुसीका साथ बिताउनु पर्यो हाम्रो चाहना दुःख सुखमा त अब हामीले सक्दो अब साथ दिनेछौँ एक आपसको दुःख सुख नै खुसी हो त्यसले गर्दाखेरि हाम्रो छोरीले कहीँ कतै गर्दै जाँदाखेरि कमी कमजोरी हुनसक्छ तर एउटा संवाद र वार्ताबाट समाधान गर्न सकिन्छ है फेरि समस्याहरू उत्पन्न हुने कुराहरू हुन्छन् त्यस्तो कुराहरूलाई चाहिँ के त भन्दाखेरि एक आपसमा त्यस्तो कुराहरू बुझाबुझ हुनु जरुरी हुन्छ र सानो कुरालाई ठुलो बनाएर होइन एउटा भविष्य नै डमाडोल्ने कुराहरू नहोस् हाम्रो चाप त दिने नै छौँ र भोलि गएर चाहिँ यस्ता त्यस्ता भन्ने कुराहरू नहोस् मेरो चाहिँ र अब यसमा यो आएको सामान त्यो नगद पैसा पनि देखिन्छ होइन वास्तवमा चाहिँ मलाई चाहिँ के लागेको भने यहाँको इच्छाले छोरीलाई दिनुभयो त्यो राम्रो कुरा छ गर्नु कुरामा अब त्यो पनि पर्ने पनि मेरो लागि चाहिँ त्यो नगद रुपियाँ चाहिँ अब के शर्तमा राख्नुभएको होइन अब त्यो निकै नै देखिन्छ अब त्यसो हुँदाखेरि यदि ढोकाउने पैसा हो भने पनि थोरै राख्नु पक्कालाई ढोग्नुपर्छ 5 रुपियाँ 100 रुपियाँले गर्दा पनि हुन्छ होइन तर यो पैसा चाहिँ धेरै भयो अब मध्य परिवारको तर्फबाट बुझ्दाखेरि त भन्नुपर्ला किनभने हामीले यत्रो खर्च गरेर यत्रो पैसा लिएर हुँदैन अब यहाँले ल्याउने कुरामा पनि अब यस्तो ल्याउने कुराहरू चाहिँ अलिक कमै गरिदिनु भयो हुन्थ्यो यो त हाम्रो यो चाहिँ भनेको छोरी र तपाईँहरूको छोरी र बेहुला बेहुलीलाई नै थाहा हुन्छ सबै चलाएर उतै दिनु अरे अब हाम्रो उता ज्वाइँले नै निर्णय गरेर यता दिदीले त्यही भन्नुहुन्छ दिदी हो प्रमुख इच्छाले राखिदिएकोलाई हामी लाँदैनौँ जे जतिले अब कतिले तपाईँहरूले अब फर्साउँदै लाँदा सकिन्छ पनि त्यो होइन पुगेन भोलि नपुग्न पनि सक्छ तर त्यो फर्साइसकेको छ होइन मैले उब्रियो भनिसकेँ दिनुहोस् यो ज्वाइँ छोरीको माथामै दुईटै सबै माथामै हामी फिर्ता लानेछौँ हामीले त हेर्ने मात्रै हो बाबुआमाले त ठिकै छ अब निर्णय अनुसार त्यो भयो कान्छा समिति यो चाहिँ बताइदिनु यो भनेको बेहुलाले बेहुलीलाई नै जिम्मा दिने हो अब उठेर यता ज्वाइँले यता दिनु पर्यो अब बुहारीले जे गर्छ हाम्रै बुहारी कुरा अब धेरै नभयो अब जति कुरा गाँठो बाटे एउटा त डोरी बाट्यो भने गाँठो त एउटै हो नि सम्झి यो चाहिँ सेफ्टी गरेर कसरी राख्ने त्यो राम्रो व्यवस्था
उठिसकेपछि ससुरा र सासु राम्ररी अहिले नै चिनिराख्नु भोलिपर्सि सासु ससुराहरू आउनु पर्यो अब मामा माइजू फुपू फुपाजू भान्जीले सबैले यसो ढोक्नु त पर्यो लो कहाँ गयो खुम्बा जेठा तर खाली हातमा पर्यो त फेरि के गर्नु? होइन हुन्छ अघि म सबै के गर्दा पो आउँछ मुकामी ढोक्नु ससुरा खोइ कहाँ गयो बहिनी अब त हामी चाहिँ बस्दा हुन्छ नि, अब सब ठिकै छ खोइ कान्छा कुम्बा कहाँ जानुभयो मनबाट ढलेको हुन्छ अनि काकीलाई चिन्जानको व्यवस्था पनि हुन्छ। साइनो भान्जीले भन्दै ढोक्नु है खिच्न आएको म सबैजनालाई देख्छु सँगै बसेर खाने दिन आउँदैछ। अहिले चाहिँ यहाँ कुराकानी भइसकेर सबैजनालाई खाजा दिने व्यवस्था पनि भइरहेको छ। अब हामी चाहिँ भनेर लाग्यौँ, अब भोलि पर्सि फेरि आउँदैछौँ। अब यहाँबाट चाहिँ बुहारी लगेर गएर पनि घर पाउनेछौँ, फेरि पनि आउँदै। अब तपाईँहरूको दुःख पाउँदै हुनुहुन्छ है। यो अब सबैजनालाई के हाम्रो संविधान हात अहिले रहेछ बेला हो बाई बाई हामीले बुहारी पायौँ कि खुसी छौँ हामी सबैलाई जानुहुँदैछ अब चाहिँ भेनाहरू कुराकानी भइसकेर बाई बाई हामी चाहिँ कपडा चेन्ज पनि गरिसक्यौँ होइन भाइ अनि अघि भिडियो हामीले इन गर्न बिर्स्यौँ त्यही भएर अहिलेलाई चाहिँ हाम्रो भिडियो आजको यति नै हेरिदिनु भएकोमा के भन्ने भाइ हेरिदिनु भएकोमा अनि होइन अनि के भन्ने थ्याङ्क यू भन्ने होइन थ्याङ्क यू अनि खै त भनेन त अनि थ्याङ्क यू फ्रम आवर साइड बाई बाई आजको दिन यस्तै भयो।